हेलो एभ्रिवान, म चाहिँ यहाँनिर बिहान बिहानै तपाईँलाई दुध देखाउँदैछु। दुधमा चाहिँ ड्राई फ्रुटहरू हालेर खिर बनाऊँ भनेर चाहिँ दुध देखाउँदैछु। अनि यहाँनिर चाहिँ घिउ कराईमा घिउ हालेर ड्राई फ्रुट लगाउनु भन्दैछु। बिहान त अब छिटो काम गर्नु पऱ्यो, एक्लै भएर हतार हुन्छ। अनि ड्राई फ्रुट घिउमा फ्राई गरेर चाहिँ यतापट्टि अर्कोपट्टि चाहिँ खिर पनि बसाइसकेर ड्राई फ्रुट रातो भएर खिरमा हालिदिएँ। खिर चाहिँ पाक्दैछ मेरो। खिर पाकिन्छ र अरू काम गर्दा यहाँनिर खिर पनि पाकेर भइसक्यो। यहाँ साथसाथै अर्कोपट्टि चुलामा चाहिँ चिकन बसाइरहेको छु। चिकन पनि पकाउनु पऱ्यो भनेर चिकन देखाउँदैछु। अनि सँगसँगै दाल पनि बसाइदिएँ। टिका लगाएर खाँदैछ। म चाहिँ सिकाउँदै थिएँ उसले चाहिँ टिका लगाउँदैछ यहाँनिर। अन्त सँगसँगै आशीर्वाद पनि दिँदैछ। अनि यहाँनिर 3जना नानीको साथीहरू पनि 3जना बसिरहेको छ टिका लगाउनको लागि। उनीहरूलाई पनि टिका लगाइदिनु भनेर चाहिँ मैले भन्दै थिएँ, टिका लगाइदिँदैछ सँगसँगै 3जनालाई पनि। किनभने नानीसँग साथ नराख्नु पर्यो भनेर काखमा राखेको। 2जना पनि आएछ। अन्त 2जनालाई पनि टिका लगाउनको लागि बस्छ भनेर चाहिँ टिका लगाउनको लागि राखिदिएँ। अनि आज चाहिँ फर्स्ट टाइम उसले माम खाँदैछ। अन्त उसको चाहिँ मामलाई नै हेरेको छ, खाना हेर्दैछ। अनि मैले उसलाई खाना खुवाएको चाहिँ छेउबाट रेकर्ड गरिदिएको। अनि उसलाई बाला लगाइदिँदैछ यहाँनिर। बाला पनि लगाइदिनुपर्छ आजको दिनमा चाहिँ भनेर चाहिँ बाला लगाइदिएँ। अनि उसलाई चाहिँ टिका लगाइदिएर बाला लगाइदिइसकेर चाहिँ यहाँ पैसा पनि दिँदैछ कान्छी आसुले चाहिँ। अब आयो बाजेको टर्न, बाजेको पालो आउँदैछ। अनि बाजेको खिचिसकेर मेरो चाहिँ भिडियो मैले टिका लगाइदिएको चाहिँ भिडियो गरेन रहेछ। किनभने नानी पुरा रोयो। अनि भिडियो गर्नै पाएन रहेछ। यहाँनिर चाहिँ माम खाँदैछ। नानी चाहिँ बाजेलाई हेर्दै रुनु खोज्दैछ, पछाउँदैछ। ऊ बोकी माग्छ नि त बाजेलाई चाहिँ। उसले पुरा अन्त खाँदैछ, पानी पनि खिलाउँदैछ बाजेले। अन्त यहाँ साथीहरू पनि बसिरहेको छ नानीको। यहाँनिर बाजेले पनि बालालाई। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।